हेलो गाइज, सबैलाई नमस्ते। वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो नयाँ ब्लगमा चाहिँ हिगासियामा जू अब जापानको बाघ हेर्न जानला छौँ हामी होइन। अनि भाइ कस्तो महसुस भइरहेको? एकदम ठिक छ साथीहरू। हामी चाहिँ यत्रो 2 वर्षको समयको पछि चाहिँ हामी आज चाहिँ बल्ल फुर्सद मिलेको छ, यसो गएर हेर्यौँ भन्ने विचारमा लागेका छौँ। कस्तो हुन्छ पुरा भिडियो हजुरहरूलाई भ्लगमा देखाउनेछौँ। अहिले चाहिँ हामी अब हिँड्दै जाँदैछौँ। एकछिनपछि हामी ट्रेनको यात्रा गर्नेछौँ। 2टा ट्रेन चेन्ज भएपछि हामी चाहिँ हिगासियामा जूमा पुग्नेछौँ। त्यहाँबाट तपाईँहरूलाई जापानको बाघ देखाउनेछौँ। अनि जिराफहरू अग्लो अग्लो घाँटी भएको है, अरू के छ अरे त्यहाँ भएको सबैहरू सेता जापानिज खैरे जापानिज खैरे देखाउँछौँ। जापानिज खैरे मलाई लाग्छ अहिले चाहिँ हाम्रो यहाँ चाहिँ जापानमा चाहिँ एकदम प्रसिद्ध फुल चाहिँ साकुरा चाहिँ लाग्छ, फुलेको पनि हुनसक्छ। हाम्रोतिर पयौँ भन्छ, हाम्रोतिर पश्चिमतिर सुदूरपश्चिमतिर पयौँ भन्छ, तेरोतिर के भन्छ त्यसलाई? पयौँ नै भन्छ। पयौँ नै भन्छ हाम्रोतिर पनि। जापानका पयौँ साकुरा देखाउनेछौँ। त्यही भएर साकुराको साथमा हामी गाइसलाई जापानको प्रसिद्ध हिगासियामा दौबु भएर चाहिँ तपाईँ जस्तै जनावर देखाउँछौँ। ल अर्को भिडियो पनि जोडिँदै गर्नु होला। हेलो गाइज, अब चाहिँ हामी ट्रेन चढ्ने ठाउँमा पुगिसकेका छौँ। एकछिनमा हामी अब टिकट काटेर गइरहेछौँ। यहाँ चाहिँ अब त्यसले यहाँ चाहिँ अब चिखातेचु भन्ने ट्रेन हुन्छ। जमिनको मुनिबाट नै हिँड्ने हो खास सबै यो। जमिनको मुनिबाट कहाँ छिर्छ कहाँ पुग्छ थाहा नै हुँदैन। पुरै ठुल्ठुलो डाँडाकाँडाहरू छेडेर है यस्तो टनलहरू बनाएर अब हामी यहाँबाट चाहिँ अब हाम्रो टिकट काटेर हाम्रो यात्रा प्रस्थान हुन्छ, सुरुवात हुन्छ। अब हामी अलि अगाडि गएर चाहिँ एउटा कार्ड बनाउँछौँ। अनि आजको लागि टिकट काट्नु पऱ्यो नि त है। त्यही भएर यस्तो पुरै जमिन मुनि हो साथीहरू। यो थाहा नै हुँदैन हामी जमिन मुनि छौँ जमिन माथि छौँ होइन। यस्तो अचम्मको छ यहाँ। अब फाइनल्ली हामी यहाँ एउटा कार्ड बनाउँछौँ जसको लागि चाहिँ यहाँ छ यो मेसिन। यहाँ हामीले टिकट काट्न मिल्छ आफै नै। अब एकछिन यो पज गर्छौँ है हामी। फाइनल्ली गाइज हाम्रो कार्ड चाहिँ रेडी भइसकेको छ। अब एकदम हामी प्रस्थान गरौँ। मन चार्ज गर्नुपर्थ्यो पछि गर्नु लाग्यो, टाइमै लाग्यो। अब चाहिँ यहाँ टच गऱ्यो। अब हाम्रो जाने कुरा चाहिँ खुल्ला हुन्छ। त्यो चार्ज गर त्यो गर। अब भाइ आउँदैछ त्यहाँबाट। ल भयो कति रुपियाँ देखायो त्यहाँ? त्यो त्यहीँबाट काट्छ जति लाग्यो त्यति। कति काट्यो? अब पछि थाहा हुन्छ, एजिट भएपछि त्यहीँ थाहा हुन्छ। अब गाइस जस्तै छ यहाँबाट तल जाने हो देखाउँछ अहिले। यिनीहरू पनि हाम्रै उसमा चढ्ने हो ट्रेनमा। सबै गर्न मिल्छ त्यसमा। ट्रेन पनि पर्खिरहेको छ गाइस हाम्रो ट्रेन। 500 रुपियाँ यो हिगासियामा लाइन। अब हामी चाहिँ यो हाम्रो ट्रेन हो। ल हामी चाहिँ यतिखेर ट्रेनमै छौँ। अब हाम्रो फेरि एउटा अर्को ट्रेन चाहिँ चेन्ज गर्ने समय भएको छ। फाइनल्ली गाइस हाम्रो लिन पुगेको छ। नरिखाइ गर्नुपर्ने भए हिगासियामा लाइन यताबाट छ। एलिभेटरमा चढ्ने उता छ 1 देखि 5 सम्म यता होइन। 1 नम्बर हो हाम्रो। त्यहाँबाट नरिखाइ गरेर जाने होइन। टाइगरको यस्तो यसमा पुगिरहेको छौँ माथि हिँडेर होइन।
एकछिनपछि चाहिँ हाम्रो फेरि अर्को ट्रेन चढ्नुपर्ने हुन्छ। अर्को ट्रेन चढेर चाहिँ हामी ठ्याक्कै जापानको बाघ हेर्ने ठाउँ पुग्नेछौँ है। ओइ शङ्कर के हो उदास देखिरहेको छ त यो आफै हिँड्ने पनि सरल रहेछ है, हिँड्नु पर्दैन, आनन्दै छ। टिकट नगाएर आउँछ अब होइन त्यो बिस्तारै हुँदैन त्यस्तै छ। गाइस हाम्रो ट्रेन आइसकेको छ। अब यहाँबाट चढेर हामी चाहिँ सरर जाने है। एकछिनपछि चाहिँ हामी 1 नम्बरबाट अब मान्छे ओर्लिन्छन्, हामी चाहिँ भित्र बस्छौँ है गाइस। ल गाइस फाइनल्ली हामी यात्रामा इन भएको छ। अब चाहिँ हामी यहाँबाट एक्जिट हुन्छ। लगभग अब एकछिनमा हामी जापानको बाघ हुने ठाउँमा पुग्दैछौँ। के उता देखाइरहेछ जापानको बाघ पनि पोस्टरहरू टाँसेर सब यस्तो यस्तो छन्, त्यहाँ सब देखाउन चाहन्छु तपाईँहरूलाई। अहिले चाहिँ बाघ हेर्नु पाउँछ मजाले देखेर आउँछ। धेरै जुम भएको रहेछ है। यस्तो यो भाले के हो खै, यस्तो जुबे निकालेको यस्तो चिज पनि हेर्न मिल्ने रहेछ है। गाइस हामी यस्तो सबै कुराहरू अब हेर्नेछौँ है। हात्तीहरू, हात्ती जरा सब, तर जापानिज हुन् है यिनीहरू, नझुक्ने होला। हाम्रो नेपालको जस्तै छ, तर नेपालको यस्तो छैन। नयाँ नयाँ छ, पानी मुनिको राजा छ यहाँ है। ओ आमामा कति लामो घाँटी है, यस्तै छ होइन। सब यस्तै खाले हेर्दै जानेछ। सही त भालु हेर्नुभयो नि सबै। तर हामी यसो कस्टडी जाँदैछौँ, सबै कुरा देखाउन सकौँला नसकौँला त्यहाँबाट चाहिँ हेर्नु होला। यो फोटोमै भयो भने देखाइदिइराखौँ। सब घुम्न जान्छन् अब चाहिँ गाइस हामीले पनि सोध्नुपर्ने हुन्छ कहाँ छ कता छ होइन। ठ्याक्कै थाहा नभएर जङ्गल त देखिरहेछ उयो सायद त्यस्तो माथि हिँड्ने ट्रेन। अनि कस्तो राम्रो फुलेका फुलहरू है, सबै फुलहरू त्यहाँ फुलहरू छन् गाइस। त्यही भएर अब एकछिन चाहिँ हामी यहीँ छ हिगासियामा माथि हेर पार्कदेखि नै देखा त। फाइनली गाइस हामी अब पार्कमा पुगिसकेका छौँ है। अब एकछिनपछि टिकट काटेर रमाइलो हुन्छ आज। सब जापानिजहरू पनि यत्रो घुम्न आएछन् है। सब कस्तो फुल फुल्योहरू पैँयो फुल्या भनेको थियौँ नि हामीले अघि, यही यो साकुरा भन्छ यहाँ। पुरै अहिले त पुरै साकुरा फुलेर साकुरामय भएको छ जापान चाहिँ है। हामी भिडियोहरू फोटो भिडियोहरू खिच्न म हिजो अर्को ठाउँमा गएको थिएँ, त्यहाँको फोटोहरू पनि छ। तर यो चाहिँ आज भिडियो नै ब्लगमै आउने भएकाले झन् रमाइलो भएको। बाबुआमाहरू सब जापानका बुढाबुढी छोराटा छोराटी काठमाडौँ भन्न सब आएछन् हेर्ने हो। अब टिकट चाहिँ कतिको भन्ने कुरा थाहा छैन। अब हामी चाहिँ फेरि त्यहाँभित्र मोबाइल लिएर खिचाउनु मिल्छ मिल्दैन थाहा छैन। त्यही भएर सकेसम्म रमाइलो गराउने कोसिस गर्नेछौँ। गाइस हामी पुग्यौँ अब यहाँ चाहिँ है। यता देख्नुहुन्छ यहाँ आइशङ्कर पछाडि छ हाम्रो हिगासियामा लाइन जुम भनेर लेखेको छ है। अलि जुम गरेरै पढ्नु होला, देखिँदैन त्यसरी। अहिले चाहिँ हामी यता यो रातो बत्तीमा उभिरहेको छौँ। यसको अब भित्र टिकट सिट काटेर भित्र गएर तपाईँहरूलाई देखाउनेछौँ है त। गाइस एकछिन गैडा चाहिँ छ यहाँ। के भन्छ शङ्कर, यो गैडा नेपालले दिए जस्तो छ, सिङसिङ काटेर आएर नि। अनि यसका बाद यसको त सिङसिङ काटेर बेचिदिए जस्तो छ, नेपालीले दिया हुनुपर्छ पक्कै पनि। नेपाली भन्दा लोभी हुँदो रहेछ। अब चाहिँ हामी अर्को उठेको गैडा छ त्यतातिर जान लाग्छौँ है। सुकिया
ए सुतेछ ओइ यहाँ नि रहेछ त्यो गैँडै गैँडै तिनवटा रहेछ एकै छेउमा जुझ्दैन होला तिनीहरू तिनवटा अर्को यहाँ बिर सुतिराख है देख्न सक्नुहुन्छ यहाँबाट अनि गनाउनु त लास्टै गनाउने रहेछ है अर्को यहाँ छ तर यो नेपालबाटै पाए जस्तो छ है उठ्ला जस्तो छ खै तर्खर त गऱ्यो पुरै हात्तीभन्दा ठुलो छ है यसले सिधाउँछ त नेपालमा त 100 रुपियाँको नोटमा मात्र देख्न मिल्थ्यो यहाँ त यस्तै रहेछ पुरै यसको चाहिँ सिङ छ कि जस्तो लाग्यो अलिक सानो रहेछ एकचोटि काटेर पला है क्या है न्याउरी मुसो भन्छ हामी नेपालतिर त्यस्तै छ नि यस्तै त हुन्छ न्याउरी मुसो खतरा हुने रहेछ है एउटा बुढा एउटा बुढी यहाँ पनि सिङ्गल राख्दैन क्या हामी सिङ्गल भए चाहिँ दुःख लागिरहेको अब लागेर यहाँ सबैजना आइरहनु साथीहरू यहाँ रमाइलो भएको है गाइज हामीले बाघ र न्याउरी मुसो के अरे गैँडा र न्याउरी मुसो हेरेका छौँ अब बाघदेखि लिएर अरू कुरा हेर्न बाँकी रहेछ अब खै ठ्याक्कै थाहा चाहिँ छैन हामीलाई हेर्न मिल्छ मिल्दैन फोटो भिडियो गर्न मिल्छ मिल्दैन भनेर त्यही पनि रिस्क लगेरै गरिरहेछौँ है त्यो हात्ती पो हो सक्कली नक्कली पनि थाहा हुँदैन यार हो गाइस मुन्टो हल्लाएर हात्ती त्यहाँ छ है अब जापानिज हात्ती गाइस साला मान्छे जस्तै चलखेल केही नगर्ने रहेछ बल्ल हल्लियो छ हौ पुरै नक्कलियो कि सक्कलियो भने पनि थाहा भएन दाँत चाहिँ यसको दाँत चाहिँ रहेछ है गाइस देख्न सक्नुहुन्छ यसको दाँत चाहिँ रहेछ त्यही पनि आधी काटेको जस्तो छ यो छ अनि खानेकुरो खाँदैछ अहिले त्यो अनि हात्ती छ यता है माथिको त्यो युएनसी जस्तो कस्ता छ अनि स्काई टावर भन्ने चाहिँ होला सायद हामी फेरि अर्को ठाउँतिर लाग्दैछौँ अब के छ बाँकी हेर्न मृग जरायो खरायोहरू यहीँ छन् है हामी फेरि जरायोहरू देखेर छौँ यहाँ छ है तिनीहरू हेर त कस्तै बस्छ हाम्रोतिर त कस्तो कुदेर वनतिर देखेको फटकै हालेर है कुदेर हुन्थ्यो यस्तो छ त्यहाँ छ सबै कहाँ छ अर्को हात्ती ठुलो हात्ती पनि रहेछ त्यहाँ है अब चाहिँ हामी फेरि सबै सुने सब छन् है यहाँ गाइस ब्युटिफुल मान्छेहरू आइरहन् यहाँ सब यतातिर चाहिँ उयो छ है यता आने यता फोटो आनु यहाँ जापानिज बाइक यहाँ गर्दै आउँदैछ बनाउनु त बनाखा है गाइस हेर्नुहोस् त अलिकति मासु कम भयो जस्तो छ है मोटो छैन अलि घाँटी बाङ्गो छ अलि डेढो परेर रहेछ त्यहाँ छ भनेपछि नि पानी सानी छ यसलाई चारोहरू दिन्छन् होला है कुद्दैछ एउटा मात्र रहेछ बाघ है एउटा मात्र रहेछ अनि नक्कली बाघ चाहिँ यता छ सक्कली बाघ चाहिँ यता छ है अनि गाइस अब हामी अरू हेर्छौँ होइन जापानका रियल बाघहरू छन् यहाँ सब बाघ हेर्दै रमाइलो छ गाइस आउँदैछन् अरू गाइस चराहरूको बथान छ यहाँ पुरै अग्ला खुट्टा अग्ला घाँटी भएको है यहाँ छ है यिनीहरू खै नाम चाहिँ के भन्छ थाहा छैन सारस होइन सारस त ऊ पर सानोवाला चाहिँ सारस हो यता ठुलोवाला चाहिँ बकुल्ला जस्तै छ खै के हो थाहा छैन यहाँको यहाँ चाहिँ जेब्रा छ यो पनि सिङ्गल नै रहेछ खास कुरो चाहिँ अब गजबको कुरा चाहिँ अरू के छ हामी हेर्न दिँदैन के चाहिँ अब यताबाट हामी चाहिँ घाँस खाएर जापानको बाघ है साथीहरू थियो आएछ पुरै यसलाई चाहिँ मासु सब पुर्याएर रहेछन् क्या डोज पुर्याएर रहेछन् दाङ आयो पिरो यस
जापानको सिंह होइन पुरै त्यो उसमा रहेछ नि होइन पन्जा कत्र यसले त के ढाल्दैन त यार गोरुहरू है पुष्ट छ यार फेरि उठेछ है उताको बाघ त अलिक दुब्लै थियो यताको बाघले चाहिँ एउटै हानेर चाहिँ अब चाहिँ ऊ हाम्रो कालो बाघ यता छ उता नाफे उतै छ होइन अब त्यहाँ अब हिँड्यो त्यो अघि हिँडेकै बनायो त्यसको अब हामी चाहिँ रेड पान्डा हेर्न जाँदैछौँ रातो पान्डा रेड पान्डा भन्ने छ है दुर्लभ जनावर हो त्यो पनि हेर्छौँ एकछिनमा अहिले चाहिँ रेड पान्डा विश्वकै दुर्लभ जनावर हो रेड पान्डा है बाँसको पात खाँदै रमाइलो गर्दै बसिरह खै यसको नाम चाहिँ के हाँस हो अरे हाँस जस्तै छ तर नाम चाहिँ खै थाहा छैन 15 देखि 20 केजीसम्म होला यो डाउन ज्याकेट हुने भने यसकै भुत्लाबाट होला यत्रो माछा त्यो माछा खुत्तुकको निल्छ नि यही हो हेरि यो पनि जोडे छ यार यो सिङ्गल हुने केही छैन खासमा घाम तापे खाए दाहे पनि रहेछ गाइस हाम्रो नेपालको राष्ट्रिय पन्छी अनि यो पाटे बाघ हिमचुतुवा चितुवा यो चाहिँ अर्को छ चाहिँ अघि सिङ्गल छ भनेको थियौँ तर जोडी चाहिँ यहाँ रहेछ छोरा पनि जन्माइसकेको रहेछ यिनीहरूको सुत्ने ठाउँहरू घरहरू यस्तो यस्तो छ है त्यो पानीमा चाहिँ यिनीहरू अब उयो गर्छ अहिले चाहिँ घाम तापिरहेको माथि बसेर त्यहाँ मुनिबाट अर्को चढेर आएछ पुरै डुस गरेर माथिको त्यो यहाँ छ त सबभन्दा ठुलो त यसो त बच्चा हुने होला यार यो त पुरै वा कस्तो पुरै पल्टेर गरेर है अनि पुरै उल्टा सुल्टा स्विमिङ हान्दा खाने यार सुत्यो त्यहाँ गएर है अस्ट्रेरिज भने के अस्ट्रेलिज हो र होइन इमियु भन्ने अस्ट्रेलिज यस्तो हुँदैन है अर्कै हुन्छ खै अब अस्ट्रेलिज भने जे भयो खुट्टा त खुट्टै त उठेर हिँड्नुपर्ने हो है खासमा नभए एउटा भिडियो गयो सिङ्गलै भइदियो गएर ऊ छ भित्र छ पारि एउटा देखिँदैन तर यो चाहिँ गाइस त्यहाँ त जिराफ छ अहिले माथि गएर त्यहाँ गरौँ अब त्यहाँ जिराफ छ माथि आयो ल कमन माले कमन आयो अब चाहिँ सेतो भालु हिउँको भालु हेर्दैछौँ हामी तर त्यो काँच नपुछिदिएर अलिकति नर्मल देखिने है भित्र छ हो यता बाहिर पनि हिमभालु भित्र पनि हिमभालु ठ्याक्कै कलर मिलेको है पुरै नहेर्नु कस्तो छ है यसको त माछा साछा खान्छ नि यो किन त कम ठुलो छ यार आएछ फेरि फोटो भिडियोहरू हाल्नमा सबै चल्दिनु गाइस अब चाहिँ त्यहाँ गाइस आधाभन्दा बढी जनावरहरू हेरिसकेका छौँ हामीले अब अहिले एकछिन फोटो खिच्न लाग्यो तल त्यहाँ बसेर माथि त्यहाँ राम्रो आउँछ अब चाहिँ अब हामीले स्काई टावर छ त्यहाँ अग्लो देख्नु है त्यो टावरमा पैसा तिरिसकेका छ हामीले टिकट काटेका छौँ अब त्यहाँ जान्छौँ एकछिनमा त्यहाँको पनि हामी भिडियो बनाउनेछौँ हामी बटिन गर्नु न गाइस अब हाम्रो चाहिँ गाडी किनिसकेका छौँ हामीले आज यहाँ समुद्रको सिप किनिसकेका यता गर्नु क्या हामीपट्टि हामीपट्टि गर्नु न क्यामेरा तिनपट्टि गर्ने एकछिन अगाडि देखाएर गर्ने सबै उता सबै घुमिरह जापानसम्मको यात्रा निशुल्क नगर क्या ब्याग गुरुजी ब्याग यता घुमाउनु न यहीसम्म हिँड्नु क्या
यो गाडी कहाँ जान्छ अब भन्नु ल कहाँ यतै घुमिरहेको नि त्यहाँ आउने ठाउँमा त्यो लगिदिउँ त किन लाने र ऊ कुनै पुग्ने हो कुनाबाट मोडेर अनि एक राउन्ड सक्यो सकिन्न आउँदा त काम जानुपर्छ मरिन्छ खुट्टाले ठेलेर कार चलाएर हुन्छ कहीँबाट सररै छ नामको मात्र हेलिकप्टर भयो ओ गाइज एकदम मजा आइरहेको कहाँ पुग्यो अगाडि गाडी कन्ट्रोल रुम हेरेर 4085 पानीमा डुबिरहेको छ यहाँ 4085 रेस्क्यु हेलो सररै कुदिरहेको कन्ट्रोल रुम रेस्क्यु यहाँ चाहिँ खुट्टाले सताल्मे छ गियर छैन बिना गियरको रेस मात्रै खुट्टा जति यो दियो है पाताल हो साथीहरु यो पातालमा साइली ढुङ्गा तिम्रो याद साहिली मलाई अब यो लास्ट राउन्ड हान्ने यार म त सक्दिनँ हो हेलिकप्टर हो गाइस हामीले चाहिँ भर्खर यो पोखरी जस्तै समुद्र जस्तै छ यसमा चाहिँ हेलिकप्टर जस्तो डुङ्गा गुडाएर आइसकेका छौँ धेरै रमाइलो भयो थाक्यो तर खुट्टा चाहिँ अहिले दुख्यो है जे पनि रमाइलो चाहिँ भयो अब यो सुन्दरपछि हामी स्काई टावर चढेर लब हाम्रो आजको जर्नी चाहिँ सकिन्छ भनौँ पुरै रमाइलो जङ्गल है त्यहाँभित्र पुरै ढकमक्क फुलेको अब नेपालको पयौँ भन्छ यहाँ चाहिँ साकुरा मई जापानमा रमाइलो भयो जे होस् अझै फेरि आइन्छ होला अहिले चाहिँ अहिलेको लागि चाहिँ यहाँको सकेर अब हामी स्काई टावरबाट सिधै फेरि अर्को भिडियो जोड्नेछौँ यहाँ छ होइन अर्को यहाँ छ यो गोरिल्लाहरू यहाँ वन मान्छे भन्छौँ हामी यस्तो छ गोरिल्लाहरू एउटा यहाँ छ अनि उता त्यहाँ सुतेर बसिरहेको धेरै छ त्यहाँ उता सुतिरह एउटा यहाँ सुतिरह है यो एउटा त यहाँ खाँदै हिँड्दा हो पुरै चिम्पान्जीहरू यहाँ छ उकिला है लिएर गएको कहाँ जान्दा गयो गाई छु सुत्थर उकाएर खाइसकेको छ माथि गयो बस्न घरमा ऊ त्यहाँ माथि सुतिरहन् सब छ त्यहाँ ठुलो चिम्पान्जी सबको माउ होला होइन यो तपस्या गरे चिम्पान्जी पुरै ध्यान गरेर बसिरहेको हुन्छ कम ठुलो घाँटे रहेछ अरे कत्रो हेर्न पुरै सेतो पनि रहेछ अलिक विदेशी खाले होला विकासी खाले हो क्या भाले अनि हेर्छ यता फर्केर नै हेर्दैन यार काले मैसाजु भन्न काले मात्रै हो र जस्ट भन्ने एउटा त्यहाँ एउटा दुईवटा मिर्चो भित्र एउटा बाहिर मसँगै छ मिर्चो एउटा चाहिँ डोरी झुन्डिरहेको छ एउटा मिर्चो यो अर्को मिर्चो आयो सुतेर उठ्यो ओ भर्खर आयो बस पुरै कहाँ जाँगर चल्ने हो अर्को गयो पुरै न कमाउँदा है गयो डेटिङ अब सुत्ने टाइम यसको रहेछ भित्र ल पस्यो ल सबैलाई फेरि पनि स्वागत छ लाइभमा हामी चाहिँ अहिले स्काई टावर छौँ है त्यहाँ चाहिँ चेन जस्तो त्यहाँ उता देखिरहेको चेनहरू छ सबै यो चाहिँ जापानको नागोया सहर हो है सबैभन्दा अग्लो टावरमा आएर चाहिँ हामीले यो देखाइरहेका छौँ पुरै त्यहाँ छ अनि त्यहाँ छ अहिले हामीले चाहिँ यो दोबु चेन भनेको यहाँ सबै यो तरको छ नि त्यहाँ चाहिँ हामीले डुङ्गा तैराएर त्यहाँ डुङ्गा खेलेर आएका है यो बाटोहरू सबै रमाइलो छ जे पनि उता छ है हेर्न सक्नुहुन्छ गाइज यो सबै नागोया सहर है अनि उताको डाँडाकाँडाहरू सबै हाम्रो पाहाडको जस्तै जङ्गल छ सबै कुराहरू यहाँ तल पनि छ है लगभग कति तला छ भन्ने कुरा चाहिँ धेरै तलाको छ को चाहिँ हामी सक्छौँ यहाँबाट हाम्रो नजिकै पनि कहाँबाट
देखिँदैन त्यो अहिले देखिँदैन बन्द छ त्यो अहिले छ त लेन्स के बा हामी चढेको टावर चाहिँ कति अग्लो छ भन्ने कुरा यो यता छाया छ नि यो छायाले चाहिँ अनुमान लगाउन सकिन्छ हेर्नुहोस् आधी मात्रै हो तल यताबाट देखायो भने चाहिँ धेरै धेरै अग्लो छ त्यो पनि कति तलाको छ हामी सोध्ने कोसिस गर्ने पानी पोखरी होइन है यो चाहिँ पुरै नागुया सहर भन्दा पनि बाहिर सहर पनि देखिन्छ होला नागुया भन्दा पनि हामीलाई थाहा छैन है अर्काको ठाउँ तर यो चाहिँ एकचोटि घुम्न आउनै पर्ने ठाउँ हो ल फेरि पनि हामी यो टावरको बिचबाट माथिल्लो तलबाट जोडिरहेका छौँ अब हाम्रो आजको यात्रा चाहिँ यहाँबाट हेर्न सक्नुहुन्छ सबै हामीले यो टावरबाट हेरेर अब चाहिँ हामी लगभग आजको यात्रा चाहिँ यहीँ सघाउने कोसिस गरिरहेका छौँ बाँकी भागहरू चाहिँ पछि गर्नेछौँ जोडिनेछौँ सबै हेरेर नागुया सहर चाहिँ अनुगमन भइरहेको है ल गाइज अब आज चाहिँ हाम्रो ब्लग सकेको छ है अब म र शङ्कर भाइ घुम्न आएको थियौँ हिगासियामा घुमेर अब चाहिँ हाम्रो सबै दृश्यहरू देखाएर ब्लग सकेको घोषणा गर्दछौँ अब हामी जाँदैछौँ के कस्तो छ भाइ भन् त तेरो बनाइदिएछ अब विश्वको सबैभन्दा ठुलो टावर चढ्यौँ हाम्रो लागि ठुलै हो होइन तर अब धेरै पछि बाहिर निस्किँदा एकदम रमाइलो फिल भइरहेको छ साथीहरू त्यही भएर तपाईँ पनि यसो जापानतिर हुनुहुन्छ नागामा हुनुहुन्छ भने नागा कुनसुकै ठाउँ भयो भने तपाईँको नजिक छ भने हिगासियामा होइन आउनु होला घुम्नु होला होइन रमाइलो गर्नु होला भन्दै अब हामी पनि अब हाम्रो गन्तव्यतिर लाग्दै साथीहरू अब चाहिँ हामी चाहिँ अब हाम्रो चाहिँ म्याकमा गएर जोडिनेछौँ म्याकमा गएर भन्दा पनि आज चाहिँ अब यति नै हुनेछ मोबाइलको चार्ज सकिसक्यो त्यही भएर जे पनि रमाइलो भयो साथीहरू त कोही थिएन धेरै त्यही पनि 2 भाइ आएको थियो हामी घुमेर टक्कै होइन अब चाहिँ हामी हाम्रो स्टेसन खोज्छौँ कुन स्टेसनबाट लाग्छ अब त्यो हेरेर अनि हामी तपाईँमा फेरि अर्को नयाँ ब्लगमा चाहिँ जोडिनेछौँ आजको ब्लग चाहिँ अब यहीँ सकेको घोषणा गर्दै आशा छ तपाईँहरूले साथ दिनुहुन्छ सपोर्ट गर्नुहुनेछ है लाइक कमेन्ट सेयर गरेर सबै ठाउँ तपाईँको साथीहरू बिच अनि विभिन्न किसिमका अब विश्वका दुर्लभ जनावरहरू यस्तोहरूको भिडियो खिचेर हामीले चाहिँ हालेका छौँ त्यही भएर तपाईँहरूले साथ दिनुहुन्छ भन्ने आशाका साथ लाइक कमेन्ट र सेयर सब्सक्राइब गरेर हाम्रो भिडियो सबैको माझ पुर्याइदिनु हुनेछ भन्दै आजको भिडियो चाहिँ यही आजको लाइभबाट हामी बिदा हुनेछौँ तपाईँ केही छ भाइ तिम्रो भन्नु लाइक सब्सक्राइब कमेन्टहरू गरिदिनु होला नयाँ साथीहरूले चाहिँ एकदम फलो गरेर साथ सपोर्ट दिनु होला सबै र अवश्य पनि नागुयामा हुने साथीहरू चाहिँ यो घुम्नु होला यो हामीले अघि घुमेको यो तालमा टक्कै गरेर है यो नाउ चलाएर भन्दा डुङ्गा चलाएर अनि रमाइलो गरेका थियौँ अहिले चाहिँ अब जस अब यो बन्द भइसकेको कारणले अब हामी घर जानुपर्ने हुन्छ त्यही भएर 1-2 दिनमै फेरि हामी अर्को ब्लग साथ जोडिने बाचाका साथ अहिलेको लागि चाहिँ हामी यो ब्लगबाट छुट्टिन्छौँ बाई बाई सबैलाई धन्यवाद हेरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला सेयर पनि गर्न नभुल्नु होला है